शुभ बिहानी समस्त श्रोता एवं दर्शकगणलाई हार्दिक नमस्कार गर्न चाहन्छु। आज जन्मदिन पर्ने श्रोता एवं दर्शकको हार्दिक मङ्गलमय शुभकामना एवं उत्तर प्रगतिको कामना गर्दछु। विक्रम सम्वत 2082 साल 2 महिना 7 गते बुधबारको दैनिक पञ्चाङ्ग र राशिफल लिएर उपस्थित भएको छु। अन्त्य समय हेर्ने धैर्यता गरिदिनुहुनेछ। अन्तमा मलाई प्रेरणास्वरूप च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरी सहयोग गर्नुहुनेछ भन्ने पूर्ण आशा गरेको छु। सन् 2025 5 महिना 21 तारिक सिद्धार्थी नाम संवत्सर श्री सूर्य उत्तरायणी ग्रीष्म ऋतु सूर्योदय बिहान 5:14, सूर्यास्त बेलुकी 6:48 हुनेछ। चान्द्रमान अनुसार ज्येष्ठ कृष्ण पक्षको नवमी तिथि 43 घडी 57 पला, उपर दशमी रहेको छ। शतभिषा नक्षत्र 24 घडी 33 पला, उपर पूर्वभाद्रपद नक्षत्र रहेको छ। वैदिर्त योग 24 घडी 33 पला, उपर विषकुम्भ रहेको छ। अहोरात्र कुम्भमा चन्द्रमा छन्। जन्मिने जाति कुम्भ राशिका हुनेछन्। साथै सम्मुख चन्द्रमा पारेर पश्चिमको यात्रा गर्न सक्नुहुनेछ, जहाँसम्म पञ्चमको पिरियड हो। दाहिने चन्द्रमा पारेर दक्षिणको यात्रा गर्न अशुभ रहनेछ। राहुकाल दिउँसो 12 बजेदेखि 31 रहेको छ। यो अशुभ समय हो, शुभ काम गर्न वर्जित छ। मेष राशिका जातकका लागि चन्द्रमाको 11औं गोचर छ। यसले प्रशंसा बन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील समस्त मेष राशिका जातकहरू आज तपाईको पराक्रम, साहस, उत्साह, उमङ्ग, समाजमा मान सम्मान, प्रतिष्ठा, नयाँ र पुराना क्रियाकलापमा सफलता बढ्दै जानेछ। दाजु दिदी र मान्यजनहरूको सहयोग पनि राम्रै पाउनुहुनेछ। स्वदेश विदेशमा नयाँ र पुराना क्रियाकलापमा संलग्न समस्त वर्ग लाभान्वित हुनुहुनेछ। तपाईँका लागि आजको दिन फलिफापूर्ण छ। मेष राशिका जातकले सदा ओम अहङ्काराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। वृष राशिका जातकका लागि चन्द्रमाको 10औं गोचर छ। यसले इष्टवृद्धि बन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा विभिन्न क्रियाकलापमा संलग्न जातकहरू मान्यजन, इष्टमित्र र सरकारवाला पक्षबाट विगतको भन्दा बढी नै सहयोग प्राप्त गर्नुहुनेछ। नयाँ र पुराना क्रियाकलापमा सफलता बढ्दै जानेछ। जुन क्षेत्र, पेसा, व्यवसायमा क्रियाशील हुनुहुन्छ त्यहाँ प्रशंसा, पुरस्कार र प्रमोसनको व्यवस्था हुनेछ। तपाईँका लागि आजको दिन फलिफापूर्ण छ। वृष राशिका जातकले सदा ओम श्री शुक्राय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। मिथुन राशिका जातकका लागि चन्द्रमाको 9औं गोचर छ। कृष्ण पक्षको चन्द्रमा हो। यसले धर्मव्यय बन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील नयाँ र पुराना क्रियाकलापमा संलग्न जातकहरू लगानी गरिएको अनुपातमा प्रतिफल कम प्राप्त हुनेछ। धार्मिक, सामाजिक, आर्थिक जुनसुकै क्षेत्रमा संलग्न भए पनि प्रतिफल कम प्राप्त हुनाले मन खिन्न रहनेछ। प्रत्येक क्षेत्र, पेसा, व्यवसायमा सावधानी र शुभ साहित्य र शुभ शकुनको अनिवार्य प्रयोग गर्नु जरुरी छ। विगतको तुलनामा पिताजन र गुरुको सहयोगमा कमी रहनेछ। मिथुन राशिका जातकले सदा ओम बुबुधाय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। कर्कट राशिका जातकका लागि चन्द्रमाको 8औं गोचर छ। यसले कष्ट बन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील नयाँ र पुराना क्रियाकलापमा संलग्न जातकहरू सकभर नयाँ कार्य आरम्भ नगर्दै राम्रो, नयाँ यात्रा पनि सकभर नगर्दै राम्रो। गर्नै परे शुभ साहित्य र शुभ शकुनको अनिवार्य प्रयोग गर्नुहोला। प्रत्येक क्रियाकलापमा र यात्रामा विघ्न, बाधा, कठिनाई सृजना हुन सक्छ। प्रत्येक क्षेत्र, पेसा, व्यवसायमा सावधानी अपनाउनु जरुरी छ। खानपिनको खराबीको कारण गुप्ताङ्ग सम्बन्धी समस्या हुन सक्छ। खानपिनमा जरुर ध्यान दिनुहोला। कर्कट राशिका जातकले सदा ओम सम समाय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। सिंह राशिका जातकका लागि चन्द्रमाको 7औं गोचर छ। यसले धन स्थिर लाभ बन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील जातक दाम्पत्य जीवनमा प्रेम, सद्भाव, साझेदारीमा उन्नति र प्रगति, नयाँ र पुराना क्रियाकलापमा विगतको अनुपातमा प्रतिफल कम बढी प्राप्त हुनेछ। इष्टमित्र, बन्धुबान्धव र सरकारवाला पक्षले विगतको तुलनामा बढी नै सहयोग गर्नेछन्। हर क्षेत्र, पेसा, व्यवसायमा सकारात्मक सङ्केत प्राप्त हुनेछ। नयाँ प्रेम प्रस्तावका लागि उचित दिन रहेको छ। सिंह राशिका जातकले सदा ओम ग्रीम सूर्याय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। कन्या राशिका जातकका लागि चन्द्रमाको 6औं गोचर छ। यसले आरोग्यता बन्दछ। हर क्षेत्र, पेसा, व्यवसाय, स्वदेश विदेशमा क्रियाशील समस्त जातक
पराक्रम, साहस, उत्साह, उमङ्ग मजबुत रहनेछ। नयाँ र पुराना क्रियाकलापमा सफलता बढ्नेछ। मुद्दा मामिलामा तपाईँकै हातमाथि छ। समाजमा मान सम्मान प्रतिष्ठा र कम्पिटिसनमा सफलता मिल्नाले समाजमा राम्रो प्रभाव देखिनेछ। आर्थिक सामाजिक समग्र क्षेत्र पेसा व्यवसायमा सकारात्मक सङ्केतहरू देखिनेछन्। कन्या राशिका जातकले सदा ओम बुबुधाय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। तुला राशिका जातकका लागि चन्द्रमाको 5औं गोचर छ। कृष्ण पक्षको चन्द्रमा हो। यसले आकस्मिक व्यय बन्दछ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील नयाँ र पुराना क्रियाकलापमा संलग्न जातकहरू प्रत्येक क्षेत्र पेसा व्यवसायमा तलाखी अपनाउनु जरुरी छ। हर क्षेत्र पेसा व्यवसायमा विगतको अनुपातमा प्रतिफल कम प्राप्त हुनेछ। हर क्रियाकलापमा विलम्बता हुन सक्छ। विशेषतः शिक्षा, सन्तान र सेयर बजारसँगै सरोकार राख्ने क्षेत्र पेसा व्यवसायमा सरोकार राख्ने जातकहरू अन्य क्षेत्र पेसा व्यवसायभन्दा पीडा महसुस गर्नुहुनेछ। सदा तुला राशिका जातकले सदा ओम सुशुक्राय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। वृश्चिक राशिका जातकका लागि चन्द्रमाको 4थो गोचर छ। यसले कुक्षी रोग बन्दछ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील समस्त जातक नयाँ र पुराना क्रियाकलापमा सावधानी अपनाउनु होला। विशेषतः जग्गा जमिन, आमा, भौतिक सुख सुविधासँग सरोकार राख्ने क्षेत्र पेसा व्यवसायमा नयाँ काम नगर्दै राम्रो गर्नै परे शुभ साहित्य र शुभ शकुनको अनिवार्य प्रयोग गर्नुहोला। खानपिनको खराबीको कारण पेट सम्बन्धी गडबडी रहन सक्छ। खानपिनमा जरुर ध्यान दिनुहोला। वृश्चिक राशिका जातकले सदा ओम अङ्काराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। धनु राशिका जातकका लागि चन्द्रमाको 3रो गोचर छ। यसले जय बन्दछ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील जातक पराक्रम, साहस, उत्साह, उमङ्ग मजबुत रहनेछ। नयाँ र पुराना क्रियाकलापमा सफलता मिल्नेछ। छोटो यात्राको सम्भावना छ। जुन क्षेत्र पेसा व्यवसायमा क्रियाशील हुनुहुन्छ त्यहाँ सरकारवाला पक्ष, भाइ बहिनी र श्रमिकहरूको उल्लेख्य सहयोग रहनेछ। धनु राशिका जातकले सदा ओम बृहस्पति नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। मकर राशिका जातकका लागि चन्द्रमाको 2रो गोचर छ। यसले बाणी व्यय बन्दछ। कृष्ण पक्षको चन्द्रमा हो। यसले खराब फल दिन्छ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा रहनुहुने जातक सकभर नयाँ कार्य आरम्भ नगर्दै राम्रो गर्नै परे शुभ साहित्य र शुभ शकुनको प्रयोग गर्नुहोला। बनिरहेका काममा पनि बोलीको कारणले बिग्रन सक्छ। त्यसैले बोलीमा जरुर ध्यान दिनुहोला। हुलततिर मन जान सक्छ। विगतको तुलनामा परिवारजन, इष्टमित्र, बन्धुबान्धव र सरकारवाला पक्षको सहयोगमा कमी रहनेछ। मकर राशिका जातकले सदा ओम शनिश्चराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। कुम्भ राशिका जातकका लागि स्वराशित चन्द्रमाले अन्न लाभ बन्दछ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील समस्त जातक नयाँ र पुराना क्रियाकलापमा सफलता बढ्नुको साथै समाजमा मान सम्मान प्रतिष्ठा, शारीरिक मानसिक सन्तुष्टि मजबुत रहनेछ। तपाईँका लागि आजको दिन फलिफलपूर्ण छ। कुम्भ राशिका जातकले सदा ओम शनिश्चराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। मीन राशिका जातकका लागि चन्द्रमाको 12औं गोचर छ। यसले व्यय बन्दछ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील समस्त जातक विदेशमा क्रियाशील जातकहरू उन्नति र प्रगतिका सङ्केतहरू देख्नुहुनेछ। स्वदेशमा क्रियाशील जातकहरूको भने त्यति राम्रो देखिँदैन। आपस्तमा मनमुटाव, वैमनस्यता र टकरावको स्थिति सिर्जना हुन सक्छ। खानपिनको खराबीको कारण स्वास्थ्यमा गडबडी रहला। तर वैदेशिक योगको चान्स पनि राम्रै छ। विदेशमा बस्नुपर्ने जातकहरूको स्थिति पनि सकारात्मक हुनेछ। मीन राशिका जातकले सदा ओम बृहस्पति नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। हस्त नमस्ते।